सबैजनालाई शुभ बिहानीको गुड मर्निङ, ठाउँ अनुसार गुड आफ्टरनुन। अनि के छ खबर साथीहरूको? स्वदेश तथा विदेशमा रहनुभएको सम्पूर्ण मित्रजन, छरछिमेकी, इष्टमित्र, आफन्त, मेरो घर परिवार सबैजना सन्चै आरामै हुनुहुन्छ होला नि। र म त यता सन्चै छु, आरामै छु, कुशलै छु। अब ड्युटी जाने टाइम भएर अनि अलिकति खै छोटो मिठो यतातिर जाउँ भनेर भन्दै आएको है। अनि के छ खबर सबैजनाको? मेरो साथी यतातिर मेरो प्यारी बहिनी, गुड मर्निङ सबैजनालाई। गुड मर्निङ। यता के पो गर्दै हुनुहुन्छ? यता सिलाउँदै हुनुहुन्छ? ल, सम्पूर्ण मित्रजनहरूलाई मिस गरेको छु है, सम्झेको छु, मिस गरेको छु। अनि अरू के छ बाँकी कुरा? हामीहरूको त यता एकदम कुशल छ, सन्चै आरामै कुशलै छ। के अरे भगवानको कृपयाले अहिलेसम्म बाँचेकी छु। भोलिको दिनमा के हुन्छ थाहा छैन है। ए बाँचिन्छ हो दि, बाँचिन्छ। अब अहिले नयाँ सरकार आएपछि अलिकति हाम्रो नेपालमा पनि सुविधा भइदिएको भए त अब आफ्नै नेपालमा बसिन्थ्यो होला। अब नयाँ सरकार आएको छ, नेपाल जाने ट्याक्क उतै काम गर्ने, नआउने विदेशतिर भयो। पुग्यो भयो, अब पुग्यो। नयाँ सरकारले आफ्नै बेरोजगारहरूलाई रोजगारी दिएको भए त अब आफ्नै नेपालमा बसिन्थ्यो होला। अब के गर्नु, बाध्यताले यहाँ बस्नु परेको छ है। र हजुरहरू पनि अब हामी त यहाँ घरभित्र छु, ठिकै छ। 24 डिग्रीको घाममा, तातो घाममा, गर्मीमा ह्याक ह्याक गरेर काम गरिरहेको छु। अनि बाहिर बस्नेहरू साथीहरू सबैजना राम्रोसँगले आफ्नो ख्याल गर्नु होला है। त्यो के अरे यस्तो 24 डिग्रीको घाममा के भन्छ, बाहिर अब कम्पनीमा काम गर्दा बाहिर काम गर्नुपर्छ नि त। अनि उहाँहरू आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। हामीहरू त के गर्नु, घरभित्र अब गर्मी भए पनि काम राम्रैसँगले बसिरहेको छु, राम्रै तरिकाले। त्यस्तो त केही छैन है। ल, बाई गरिदिनु नि त एकचोटि। ल, ओके। ल, म पनि अब हामीहरू काम गर्न जानु के भन्छ जाने बेला भयो। अब हजुरहरू सबैजना राम्रोसँगले काम गर्नु होला, आफ्नो स्वास्थ्यको ख्याल गर्नु होला। अब हामीहरू त दुईजना छौँ नेपाली होइन, राम्रै तरिकाले छु। 2जना श्रीलङ्केनी छ, उहाँहरू त मिल्दैन। अब हामी 2जना मिलेर बसिरहेको छु, गरिरहेको छु, खाइरहेको छु। अब काम त के भन्छ, काम त बेग्लै बेग्लै भए तापनि सुत्ने रुम चाहिँ एउटै हो है। हामी सँगै बस्छु, सँगै के अरे सुत्छु। काम मात्रै अलग्गै हो, अब सुत्ने त रुम एउटै हो। ल, हजुरहरू पनि राम्रोसँगले बस्नु होला। ल ल, थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद है वीरेन्द्र सरलाई। लाइफ हो, लाइफ बसेर पुरा यस्तो त म त कहाँ भ्यो भने यति लाउ बनाएको भन्नुलाई। मलाई के थाहा छैन। ल ल ल ल, हजुर थ्याङ्क यू सो मच शिव सरलाई पनि धेरै धेरै धन्यवाद। मेरो फेसबुक लाइभ हेरेर बस्नुभएको सम्पूर्ण मित्रजनहरूलाई धेरै धेरै धन्यवाद, थ्याङ्क यू सो मच पनि भन्न चाहेँ है त। थ्याङ्क यू सो मच। ड्युटीतिर गो मच। ड्युटीतिर अब पनि जानु पनि पर्यो नि त नि, के गर्नु। पहिला काम अनि माम, काम नगरी माम पाउँदैन। पहिला काम अनि माम, काम त गर्नै पर्यो नि त होइन, हो कि होइन। अब यतिका लामोसम्म सुत्न पाएको छ, 10 बजेसम्म के चाहियो यो भन्दा। अनि धेरै राम्रो छ यो घरमा। अब ठिकै छ, राम्रै छ, त्यस्तो त छैन, अब राम्रै छ यही त। त्यस्तो नराम्रो भइदिएको भए त के अरे केही छैन, नराम्रो त्यस्तो, राम्रै छ सबैजना, ठिकै छ। ल, म पनि अब यस्तो 2-4 शब्द लाइफमा गएर
2-4 शब्द साथीहरूलाई मिस गरौँ भनेर भन्दै म पनि आएको यता। अब छुट्टिने बेला पनि भइसक्यो, काम गर्न जाने बेला। र सम्पूर्ण मित्रजनहरू राम्रोसँगले आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नु होला है। म त के गर्नु, हामी त म भनौँ न, हामीहरू यहाँ अब घरभित्र काम गर्ने मान्छे, बाहिर त धेरै घाम छ। अब एसीको हावा 24 घन्टा एसी लागिरहेको हुन्छ। अनि गर्मीको टाइममा चिसो, जाडोको टाइममा तातो, एसी 24 घन्टा। त्यस्तो त गर्मी खासै छैन, हामीहरूको त ठिकै छ। हजुरहरू बाहिर काम गर्ने अब हजुरहरू सबैजना राम्रोसँगले आफ्नो स्वास्थ्यको ख्याल गरेर काम गर्नु होला है त। बाहिरको गर्मी कस्तो छ भनेर सबैलाई थाहा छ, मलाई पनि थाहा छ, सबैलाई थाहा छ। के गर्नु, त्यस्तै हो। अब छुट्टिने बेला अब के गर्नु, छुट्टिनु पर्यो। काम त गर्नै पर्यो, पहिला काम, त्यसपछि माम। अब काम आफैले गरेर खाना बनाएर खानुपर्छ, के गर्नु। ल मेरो फेसबुक लाइभमा हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई, मित्रजनहरूलाई थ्याङ्क यू सो मच, धेरै धेरै धन्यवाद। ल अब यतिमै म बाई भन्न चाहेँ। ल अब फेरि भेटौँला है त। ल ओके, बाई बाई।